जङ्गलतिर काफल खान आएको सफल यार बुटो रित्तै छ यार यहाँ पनि क्यार्ने गाह्रो छ हेर्ने गाई हिँड्दैछु काफलको बुट्टा सस्तै 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 छन् गाउँमा आएर पनि काफल नखान पाइने भयो यार बजारमा 250 300 रुपियाँ मान भन्छन् अब आफ्नो यहाँ जग्गा जमिनमा काफलको बुट्टा हुँदा नै पनि काफल फलेको छैन अहिलेको यो 2083 सालमा बहुत गाह्रो छ अहिले के भएर काफल पाएन छन् ऐसलु त थुप्रै छन् फेरि ऐसलु त चोत्रा र ऐसलु त फेरि खाइ नसकिने छ यता हेर्नुहोस् त यत्रो बुटो छ पुरा झम्म परे बुटो छ ल काफल भने एउटा छैन पात मात्रै छ यहाँ के गर्नु हो गाइजहरू काफल खान आएको काफल खाने नपाइने भयो अब फेरि बजारतिर झरेर बजारतिरै खरिदेर 250-300 रुपियाँ मानवले चाख्नुपर्ने अवस्था देखिन्छ है त गाइजहरू